आज हामी थाइरोइड ग्ल्यान्डको एउटा सर्ट रिभिजन गर्दैछौँ। थाइरोइड ग्ल्यान्ड भन्नाले चाहिँ के बुझिन्छ त? थाइरोइड ग्ल्यान्ड भनेको हामीले के पढाएको थियौँ भने थाइरोइड ग्ल्यान्ड भनेको चाहिँ दुईवटा लोब हुन्छ, घाँटीमा हुन्छ होइन, लुक्स लाइक बटरफ्लाई जस्तो सेपको देखिन्छ। अनि यो चाहिँ अप्पर पोर्सन अफ ट्राकिया, यहाँ फिगरमा हेर्नु त यो चाहिँ ट्राकिया हो, यो ट्राकिया हो। ट्राकियाको माथिल्लो ट्राकियल रिजनमा चाहिँ यस्तो बटरफ्लाई जस्तो देखियो नि, यो बटरफ्लाई जस्तो भएर यस्तरी बसेको हुन्छ भन्छ होइन। यो चाहिँ ट्राकियाको अगाडि फ्रन्ट साइडमा हुन्छ भनेर बुझ्नु पऱ्यो है। जुन फ्रन्ट साइडबाट हुन्छ साइड साइडमा हुन्छ, यहाँ हेर्नु साइड साइडमा छ, दुईवटा लोब हुन्छ भनेर बुझ्नु पऱ्यो। अब यसमा चाहिँ दुईवटा लोब जुन छ नि, दुईवटा लोब, यो जुन दुईवटा लोब छ यहाँ फिगरमा हेर त, दुईवटा लोब जोडिएको जुन ठाउँ छ त्यसलाई चाहिँ हामी के भन्छौँ त? इस्थमस भन्छौँ। इस्थमस भन्छौँ भनेको दुईवटा लोबलाई कनेक्ट गर्ने टिस्युलाई के भन्छ अथवा त्यो एरियालाई के भन्छ भने के भन्नु पऱ्यो? इस्थमस भन्नु पऱ्यो है। अब त्यसपछि यहाँ के बुझ्नु पऱ्यो भने यो चाहिँ एउटा लार्जेस्ट इन्डोक्राइन ग्ल्यान्ड हो, जसको वेट चाहिँ तिम्रो 20 देखि 24 ग्राम जति हुन्छ, जसमा चाहिँ के हुन्छ ब्लड सप्लाईहरू ज्यादा हुन्छ। किन सप्लाई बढी हुन्छ भने यसले निकाल्ने भनेको चाहिँ के हो त? हर्मोन हो। हर्मोनहरू के को थ्रुबाट ट्राभल गर्छन् भन्दाखेरि ब्लडको थ्रुबाट ट्राभल गर्छन्। यसको चाहिँ अरू वरिपरि नेबरिङ सेलहरू भन्दा चाहिँ यो अलिकति के हुन्छ, रेड, अलिक बढी रेड खालको चाहिँ हुन्छ भनेर बुझ्नु पऱ्यो है। अब यो चाहिँ एउटा त्यस्तो इन्डोक्राइन ग्ल्यान्ड हो जसले चाहिँ लार्ज एमाउन्ट अफ थाइरोइड हर्मोन चाहिँ के गर्न सक्छ? स्टोर गर्न सक्छ। यो पनि अलिकति इम्पोर्टेन्ट हुनसक्छ एमसिक्यूको लागि, याद गरौँ है। त्यसपछि हिस्टोलोजिकली जाने हो भने चाहिँ यहाँ एउटा फिगर हेरौँ त। हिस्टोलोजिकललाई भित्र काटेर हेऱ्यो भने यसमा चाहिँ के हुन्छ? थाइरोइड फोलिकल सेलहरू हुन्छ हेर, थाइरोइड फोलिकल सेलहरू हुन्छ। यहाँ चाहिँ फोलिकुलर सेल, र फिगरमा नै हेरौँ थाइरोइड फोलिकल लेखा छ नि होइन, त्यो फोलिकुलर सेलहरू हुन्छ जसले चाहिँ थाइरोइड हर्मोन निकाल्छ। थाइरोइड हर्मोन भनेको T4 र T3 है। T4 भनेको थाइरोक्सिन, T3 भनेको ट्राइआइडोथाइरोनाइन भन्ने निकाल्छ, यो याद गर्नु पऱ्यो है। T4 भनेको थाइरोक्सिन, ट्राइआइडोथाइरोनाइन भनेको चाहिँ T3 हो भनेर बुझ्नु पऱ्यो। अर्को हुन्छ त्यहाँ पाराफोलिकुलर सेल भन्ने हुन्छ, यहाँनिर यो जुन देखाएको छ पाराफोलिकुलर सेल, यसलाई चाहिँ हामी अर्को भाषामा के पनि भन्न सक्छौँ? सी सेल भन्न सक्छौँ। यसको काम भनेको चाहिँ के हो त? क्याल्सिटोनिन भन्ने निकाल्छ, जसले चाहिँ क्याल्सियमलाई ब्यालेन्स गर्ने काम गर्छ है त। अब यसपछि यसको फङ्सन पनि पढिहाल्यो है। फङ्सनको कुरा गर्दा चाहिँ सबभन्दा पहिला यसले चाहिँ हाम्रो बेसल मेटाबोलिक रेट भनेको हाम्रो बडीमा चाहिँ डेभलपमेन्ट हुँदाखेरि एउटा प्रोसेस हुन्छ, त्यसलाई चाहिँ यसले के गर्छ? मेन्टेन गर्ने, रेगुलेट गर्ने काम गर्छ। जस्तै अक्सिजन कन्जम्सनलाई यसले बढाउँछ, हिट प्रडक्सनलाई मिलाउँछ होइन, अनि मेटाबोलिजमलाई बुस्ट गर्छ, एनर्जी खर्च गर्नेलाई चाहिँ बुस्ट गर्छ, मिलाउँछ। जस हाम्रो बडीको सबै रेसियोलाई चाहिँ मेन्टेन गर्ने काम कसले गर्छ त? थाइरोइडले गर्छ। अर्को भनेको चाहिँ प्रोटिन सिन्थेसिस भनेको प्रोटिन बनाउनलाई, जिउ विकास गर्नलाई, बडी डेभलप गर्नलाई प्रोटिन चाहिन्छ। अनि नर्भस बनाउन, मस्कुलर बनाउन, मसल बनाउन पनि के चाहिन्छ? प्रोटिन चाहिन्छ। त्यो प्रोटिनलाई म्यानेज गर्ने काम पनि कसले गर्छ त? स्टिमुलेट कसले गर्छ? थाइरोइडले गर्छ भन्ने बुझ्नु पऱ्यो है। छ कार्बोहाइड्रेट र फ्याट मेटाबोलिजम भनेको कार्बोहाइड्रेट हो, त्यस्तै प्रोटिन जस्तै कार्बोहाइड्रेट र फ्याट पनि यसले एब्जर्प्सन गर्ने, ब्रेकडाउन गर्ने, ग्लाइकोजिन भनेको त्यो जम्मा भएको बोसोलाई चाहिँ ब्रेकडाउन गर्ने, ग्लुकोज प्रोडक्सन गर्ने सबै काम कसले गरिरहेको हुन्छ? कसको हेल्पमा गरिरहेको हुन्छ? अरू हर्मोनहरूले भन्दाखेरि थाइरोइडको मद्दतले गरिरहेको हुन्छ भनेर बुझ्नु पऱ्यो है। अब फ्याट ब्रेकडाउन गर्ने, कोलेस्ट्रोल लेभल घटाउने, बढाउने यो काम पनि कसले हेल्प गरिरहेको हुन्छ? थाइरोइड हर्मोनले चाहिँ हेल्प गरेको हुन्छ भनेर बुझ्नु पऱ्यो। अर्को छ सिम्पल, सबै कुरा भन्नु नै, यो माथिको जति कुरा भनेको छौँ नर्मल डेभलपमेन्ट नै हो कि, भनेको हाम्रो बडीमा ओभरअल ग्रोथ हुने, ओभरअल डेभलपमेन्ट हुने काम नै कसले गरिरहेको छ त? तिम्रो थाइरोइडले गरिरहेको छ। यदि थाइरोइडहरू गडबड भयो भने तिम्रो चाहिँ के हुन्छ त? हाम्रो बडी ग्रोथ हुँदैन। अनि अर्को छ यहाँ मेन कुरा नर्मल रिप्रोडक्टिभ फङ्सन। यदि कसैको थाइरोइड गडबड छ भने त्यसको मेल होस् कि फिमेल होस् होइन, दुईटैलाई चाहिँ यसले के गर्न सक्छ? असर गर्न सक्छ। भनेको मेन्सुरल साइकल अथवा फर्टिलिटी। अब मेन्सुरल साइकल त केटाहरूको त हुन्न, केटीहरूकोमा भनेको केटाहरूमा छ भने पनि टेस्टोस्टेरोन प्रड्युस गर्नको लागि चाहिँ जुन हेल्प गर्नुपर्ने हुन्छ थाइरोइडबाट भएन भने चाहिँ यसले अरू हर्मोनहरूलाई नि के गर्न सक्छ? असर गर्न सक्छ। तर यो फर्टिलिटीमा पनि के छ? एकदमै इम्पोर्टेन्ट छ भनेर बुझ्नु पऱ्यो। अर्को छ क्याल्सिटोनिन। क्याल्सिटोनिन भनेको चाहिँ अघि हामीले भन्यो सी सेलले निकाल्छ। सेल भनेको चाहिँ के हो त? पाराफोलिकुलर अथवा सी सेल हो, जुनले चाहिँ के निकाल्छ त? क्याल्सिटोनिन भन्ने निकाल्छ है। यसको काम भनेको चाहिँ क्याल्सियम लेभललाई चाहिँ के गर्ने त? ब्यालेन्समा लिएर आउने हो। क्याल्सिटोनिन क्याल्सियम भनेर सम्झिने, क्याल्सिटोनिन सी फर
क्याल्सियम भनेर सम्झिने है, क्याल्सियम। तर एउटा कुरा याद गर्नु, यसले मेन्टेन गर्ने तर कसरी मेन्टेन गर्छ, बढी भएको क्याल्सियमलाई घटाएर। कसरी गर्छ अरे, घटाएर। भनेको बढी भएको क्याल्सियमलाई घटाएर चाहिँ यसले के गर्न खोज्छ, ब्यालेन्स गर्न सक्छ। कसरी घटाउने त भन्दाखेरिमा चाहिँ यहाँ हेर्दा कसरी घटाउँछ भन्दाखेरि बोनबाट क्याल्सियम रिलिज हुन दिन्न। बोनबाट क्याल्सियम रिलिज भयो भने जिउमा के भयो, क्याल्सियम चाहिँ डाउन हुँदै गयो। अनि रिजर्प्सन भनेको चाहिँ बोनलाई चाहिँ फुटालेर चाहिँ हाम्रो क्याल्सियमहरू आउँछ कि। यदि हाम्रो बडीमै क्याल्सियमको अभाव भयो भने बोनहरूलाई टुक्राउँछ, बोन खियाएर भए पनि क्याल्सियम चाहिँ सप्लाई हुन्छ। तर यसले के गर्छ त, त्यसलाई पनि रोकिदिन्छ। त्यो रोक्नु भनेको इनिभेटिङ भनेको के हो, रोक्नु। रोकेपछि के भयो त, हाम्रो बडीमा चाहिँ क्याल्सियम लेभल चाहिँ मेन्टेनमा आयो भन्ने कुरा हुन्छ। यसको काम, क्याल्सिटोनिनको काम भनेको ठ्याक्कै अपोजिट हो। केदेखि त, यो पाराथाइरोइड हर्मोन, थाइरोइडले जुन हर्मोन निकाल्छ पाराथर्मोन भन्ने, यसको उल्टामा हुन्छ, उल्टा काम गर्छ। यसले बढाउँछ भने यसले के गर्छ, घटाउँछ भनेर बुझ्नु पऱ्यो। यसले क्याल्सियम लेभललाई घटाएर ब्यालेन्समा ल्याउँछ, उतापट्टिकोले चाहिँ के गर्छ भनेको पाराथाइरोइडले चाहिँ बढाउने काम गर्छ भनेर बुझ्नु पऱ्यो है त। अब यहीँ लेखेको छ यसले, दिज इफेक्ट आर अपोजिट टु दोज अफ पाराथाइरोइड हर्मोन भन्छ होइन। यो कुरा चाहिँ याद हुनु पऱ्यो। अर्को छ यहाँ, डिक्रिज इन द रिएब्जर्प्सन अफ क्याल्सियम इन द किडनी छ। यो किडनीमा जुन तिम्रो क्याल्सियम एब्जर्ब गरेर बडीमा लानु पर्थ्यो, यसले एब्जर्ब गरेर छोडिदिन्छ। अनि बडी भएपछि पिसाबबाट चाहिँ लिक भएर जान्छ होइन, जसले गर्दाखेरि चाहिँ हाम्रो बडीमा चाहिँ क्याल्सियम लेभल मेन्टेन हुन्छ भन्ने कुरा बुझिन्छ है त। अब एकदम सर्टकटमा सम्झिनु पऱ्यो होइन, यत्रो पढ्न गाह्रो छ भन्ने हो भने चाहिँ, सर्टकटमा पढ्ने हो भने चाहिँ यति याद गरे हुन्छ। दुईवटा हुन्छ सेल, एउटा फोलिकुलर सेल। फोलिकुलर सेलले के निकाल्छ, ट्राइआइडोथाइरोनाइन T3 र T4। यसको काम भनेको बेसल मेटाबोलिक रेट ग्रोथ र डेभलपमेन्टमा हेल्प गर्छ, यति याद गर्ने। अर्को चाहिँ क्याल्सिटोनिन भनेको कसले निकाल्छ, सी सेलले निकाल्छ। यसको काम भनेको ब्लड क्याल्सियम लेभललाई मेन्टेन गर्ने हो, सकेसम्म के गर्छ, घटाएर चाहिँ मेन्टेन गर्छ, डिक्रिज ब्लड क्याल्सियम लेभल। यति मात्रै याद गर्ने। यो माथिको चाहिँ फोलिकुलर सेलले निकालेको, तलको चाहिँ कसले निकालेको त, पाराफोलिकुलर। यति याद गरेर नै भइहाल्छ। यसको डिसअर्डरतिर जाउँ। डिसअर्डर पढ्नुभन्दा पहिला हाइपर भनेको धेरै है, हाइपर भनेको धेरै निकाल्ने, हाइपो भनेको थोरै निकाल्ने। पहिला चाहिँ हामी हाइपो भन्छौँ। हाइपो भनेको कम सेक्रेसन भयो, कम छ, हर्मोनहरू कम छ भने त्यसलाई के हुन्छ, हाइपो। थाइरोइडले कम हर्मोन निकाल्यो भने के हुन्छ त, सबभन्दा पहिला चाहिँ क्रेटिनिजम हुन्छ। यो भनेको चाहिँ पुड्कोपन भन्नु खोजेको, तर पुड्कोपन र यसमा फरक छ। जस्तै ग्रोथ हर्मोनले गर्दा भएको पुड्कोपनमा चाहिँ बच्चा पाउन पनि सक्छन् तिनीहरूले, तर ड्रपिजम योबाट भएकोमा चाहिँ उनीहरू सेक्सुअल्ली यिनीहरू चाहिँ त्यस्तो सेक्स अर्गानहरू चाहिँ के हुन्छ, अनडेभलप हुन्छ भनेर बुझ्नु पऱ्यो यो खालको ड्रपिजममा चाहिँ। अनि दिमागले नि खासै राम्रोसँग प्रोपरली काम नगरेको होइन, मेन्टल रिटार्डेसन भएको भन्ने हुन्छ। यो हाइपो भएपछि के हुन्छ त, कम सेक्रेसनले गर्दाखेरि लो बिपी, लो हार्ट रेट, लो बडी टेम्परेचर, लो बेसिक मेटाबोलिक रेटहरूको ओभरअल बडीको ग्रोथ नै के हुँदै जान्छ त, कम हुँदै जान्छ। जसको इक्जाम्पल हेरिरहेको छ, फिगर हेरौँ त, यो चाहिँ के हो त, ड्रपिजम। पुड्कापन छ तर यसमा सेक्सुअली पनि यो म्याचर हुन सकेको छैन, मेन्टल्ली पनि रिटायर्डनेस छ। यस्तो कन्डिसनलाई हामी के भन्छ, क्रेटिनिजम भन्छ। अर्को छ म्याक्जोएडेमा भन्छ। यो भनेको सुन्निने टाइपको भन्न खोजेको। जस्तै यो अनुहारी मान्छेलाई हेऱ्यो भने डिप्रेसनमा परेको जस्तो होइन, गालाहरू चाहिँ एकदम पुक्क परेको, कस्तो गाला पुक्क परेको भन्छ नि, त्यो सबै चाहिँ के हो त, पोस्ट फेस भनेको त्यो सबै के दोषहरू जम्मा भएर चाहिँ गाला पुक्क पर्छ। स्लगिस भनेको एकदम के दिक्क लाग्दो जस्तो, ओहो यो मान्छे कस्तो लोसे टाइपको होइन, त्यस्तो टाइपको अनुहार पनि पुरा पहेँलो भएको होइन, ज्यान पनि मोटे हुँदै गएको छ, भ्यात्त परेको, यस्तो खालको छ भने त्यसलाई चाहिँ हामी के भन्छ, म्याक्जोइडेमा भन्छौँ। यसमा चाहिँ के हुन्छ, लो बिपी हुन्छ, ब्लड प्रेसर लेभल कम हुन्छ, हार्ट रेट कम हुन्छ, बडी टेम्परेचर कम हुन्छ, सबै एउटै हो। माथिको रेसको मेन कुरा के हुन्छ, डिप्रेस्ड मुड हुन्छ। मुड कस्तो जति बेला डिप्रेस भए जस्तो फिल हुन्छ भनेर भन्नु पऱ्यो। अर्को छ सिम्पल गोइट्री। सिम्पल गोइट्री भनेको चाहिँ गलागाँड हुन्छ नेपालीमा, घाँटीमा चाहिँ यत्रो विधि सुन्नेको जस्तो देखिन्छ। यहाँ हेर, यो घाँटीमा चाहिँ जुन सुन्नेको जस्तो देखिन्छ, पहिला पहिला हिल्ली रिजनहरूमा चाहिँ एकदम घाँटी यत्रो फुलाएर हिँडेको देखिन्थ्यो। यो चाहिँ आइडिनको डिफिसियन्सीले गर्दा, आइडिनको कमीले गर्दा हुन्छ भन्छ। त्यही भएर चाहिँ हाम्रो सरकारले के गरेको छ, 2 बालबालिकाको चिन्ह भएको नुन खानु होला भनेर भन्छ होइन। यो चाहिँ हिल्ली रिजनहरूमा बढी हुन्छ भनेर बुझ्नु पऱ्यो। अर्को एउटा छ हाँसी मोटो डिजिज। सम्झिनुको लागि मैले हुन्छ हाँसेर मोटाउने डिजिज, तर होइन हाँसेर मोटाउने त यो चाहिँ के हो त, अटो इम्युन डिजिज हो। एकदम इम्पोर्टेन्ट छ। अटो इम्युन भनेको चाहिँ आफ्नो बडीले आफैलाई मारिरहेको छ क्या, सुसाइडल भन्छ नि। सुसाइड अफ थाइरोइड भनेको थाइरोइडको सेल भनेको, थाइरोइडको जुन सेल हुन्छ नि,
त्यो सेलले कसलाई मारिरहेछ? थाइरोइडलाई नै मारिरहेछ है। आफूले आफैलाई मार्छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ? सुसाइड अफ अथवा अटो इम्युन डिस्ट्रक्सन भन्छौँ। आफ्नो बडीलाई आफैले मारिरहेछ। मान्छे पनि झुन्डेर मऱ्यो भने त्यो के भयो? आफैले आफैलाई मारेको नि त होइन। त्यसमा पनि थाइरोइडले आफ्नै सेलहरूलाई मारिरहेछ भने त्यसलाई चाहिँ के भन्छ त? हासिमोटो डिजिज भन्छ। त्यस्तो कन्डिसनमा चाहिँ हर्मोनहरू के निस्किन्छन्? कम निस्किन्छन्। यो चाहिँ फर्स्ट टाइम जापानको एउटा फिजिसियनले चाहिँ निकालेको, जसको नाम छ हकारू हासिमोटो भन्ने, भनेर चाहिँ याद हुनु पर्यो। त्यो बेला चाहिँ थाइरोइड कम हुँदाखेरि के हुन्छ? सबै कुरा हुन्छ भनेर। कस्तो हाइपरथाइरोइडिजम? हाइपर भनेको बडी सेक्रेसन भयो, बडी सेक्रेसन भनेको प्लस बडी सेक्रेसन भयो भने फिगर हेर्नु आँखा यस्तो ठुलो ठुलो भइरहेछ एकदम होइन। अनि चाहिँ घाँटीमा पनि त्यो गोइट्री आउँछ, त्यो गलगाँड भन्छ नि, गोइट्री आउँछ, घाँटी सुन्निन्छ। गोइट्री प्लस बल्जिङ आइज। बल्जिङ आइज भनेको भ्याकुताको जस्तो आँखा हामी पक्क उठेको डिजिज भन्छौँ। यो बेलामा चाहिँ हाइपो होइन नि, त्यो हाइपर हो। के हो त्यो? हाइपर। हाइपर भनेपछि धेरै हुन्छ, जे कुरा पनि के हुन्छ? धेरै हुन्छ। जस्तै हाई बिएमआर भयो, अनि धेरै तिम्रो ऱ्यापिडली चाहिँ तिम्रो चाहिँ के हुन्छ? फुडहरूलाई चाहिँ यसले के गरिदिन्छ त? बर्न गरिदिन्छ। त्यसले गर्दाखेरि चाहिँ जिउमा लाग्नै पाउँदैन, वेट लस हुन थाल्छ। इन्क्रिज हार्ट रेट भनेको मुटु एकदम छिटछिटो चल्छ, स्वेटिङ हुन्छ, हिट इन्टोलरेन्स हुन्छ। यो सबै कुरालाई चाहिँ हामी के भन्छौँ त? क्रेब्स डिजिज भन्छौँ भनेर बुझ्नु पऱ्यो। अब एउटा क्वेसन छ यहाँ, त्यो फिगरलाई ध्यान दिएर हेरौँ त। यो फिगरमा एउटा क्वेसन छ, यो लेभल द पार्ट नम्बर 1 to 5 भनेको छ होइन। 1 to 5 हेर्नु पऱ्यो। नेम द हर्मोन्स सेक्रेटेड बाई 2 and 5। पहिला 1 to 5। 1 भनेको के होला त? यो थाइरोइड छ, यो ट्राकिया भयो। ट्राकिया भन्दा नि माथि भयो भने ल्यारिङ्स हुन्छ है, ल्यारिङ्स हुन्छ, यो याद गर है त। त्यसो नेम द, अनि 2मा भनेको यो थाइरोइड हो, थाइरोइडको लोगो। त्यसपछि 3मा जाऊ। 3 भनेको त अब ट्राकिया, यसमा केही कन्फ्युजनै छैन। 4 भनेको अब ट्राकियाभन्दा माथि छ, भित्रपट्टि भनेपछि ओसोफेगस हो, यो ओसोफेगस। त्यसपछि 5 भनेको चाहिँ के हो? थाइरोइडभित्र डल्ला डल्ला छ 4वटा, याद गर है। थाइरोइडभित्र 4वटा डल्ला छन् भने त्यसलाई पाराथाइरोइड ग्ल्यान्ड भन्छ। के भन्छ अरे? पाराथाइरोइड ग्ल्यान्ड भन्छ। एकचोटि चेक गरौँ है। ल यहाँ हेर त, 1 नम्बरको ल्यारिङ्स हो, 2 नम्बरको लेफ्ट लोब अफ थाइरोइड ग्ल्यान्ड हो, 3 नम्बरको ट्राकिया, ठिक छ, 3 नम्बरको ट्राकिया, 4 नम्बरको ओसोफेगस, 5 नम्बरको पाराथाइरोइड ग्ल्यान्ड। के समस्या छ? छैन। अब अर्को क्वेसन ल, 3 नम्बरमा, विच केमिकल इन आवर बडी आर ग्रेटली इफेक्टेड बाई हर्मोन? हर्मोनले गर्दा सबभन्दा बढी इफेक्ट गर्ने भनेको चाहिँ के हो? इन्जाइम है। वाट इज द केमिकल नेचर अफ हर्मोन? हर्मोनहरू केले बनेको हुन्छन्? पक्कै पनि प्रोटिन हुन्छ, केही प्रोटिन, पेप्टाइड, अब यस्तै कुराहरूबाट बनेको हुन्छ। नेम द इलिमेन्ट रिलेटेड टु फङ्सनिङ अफ हर्मोन सेक्रेटेड बाई 2 and 5 है। यसको चाहिँ आइरिन इज रिलेटेड टु द फङ्सनिङ अफ ग्ल्यान्ड 2 भनेको आइरिन T3-4 ले सेक्रेसन गर्छ, रिलेटेड त्यही हो। अर्को चाहिँ क्याल्सियम र फोस्फोरस मेन्टेन गर्ने काम चाहिँ कसले गर्छ? पाराथाइरोइड हर्मोनले गर्छ भनेर चाहिँ याद गर्नु। माथिको एन्सर पनि हेरौँ। थ्याङ्क यू।